आउनुहोस् जोडिनुहोस् उहाँसँग आज के हुन्छ यहाँ भारतदेखि नेपाल बन्न जाने बसको यात्रा हजुर नेपालमा आसन्न निर्वाचन चाहिँ हुन गइरहेको छ। जतिसक्दो नेपाली मान्छेहरू बाहिर हुनुहुन्छ भने जानुहोस्। हजुर कालीपेटको विकासको लागि भोट हालौँ। एकदम यो बाहिर भए तापनि यहाँ भन्नु पनि त्यही त हो। हामी सबै बाहिर भए तापनि जान सक्दैन। दाजुभाइहरूले गएर आफ्नो अमूल्य भोटलाई दिएर भोट केलाई हाल्ने भोट के हाल्ने हामी हुन्छ मान्छे हौँ। मान्छे अहिले छैन घन्टीलाई बजाउने घन्टी बजाउने कुरा चाहिँ बाहिर मान्छे घन्टी बजाउला। नेपालमा उहाँले भोटलाई चाहिँ बचाउने मेरो मान्छे बचाउनु काम नगर्नु होला। 10 दिन उहाँले ठुलो काम गर्नुहुन्छ। सबै जति भोट हाल्नुहुन्छ घन्टीलाई फर्काइदिनु होला। त्यसैले हामी भोट गर्छौँ। घन्टीले भोट हालेर चाहिँ बाहिर छ भनेको भोट हाल्ने घन्टीमा बाहिर छ। किसिमले भोट हाल्ने मान्छे रुखमा भोट हाल्ने मान्छे धेरै छ नेपालमा। को भरोसा नपर्नु होला। कहिले रुख सिको भने होइन हजुर चैतन्य आउने त फाल्टो निर्वाचन हुनेलाई सिधा चार सबैले चाहिने हो। सूर्यले ताप दियो भने धन हुन्छ। घन्टी बजायो भने डिस्टर्ब हुन्छ। घन्टी बजायो भने त्यसो भए उठाले सबै दाजुभाइहरूले चाहिँ कुनै चाहिँ छारीमा बसेर एक साप्ताहिक तपाईँ हामीले इन्डियाबाट रोजगार गरेर हामीले नेपालमा पठाउने काम गर्छौँ। हामीले घन्टी हामीलाई कुनै चुनाव गर्दैन। उहाँले जति भन्नुभयो उहाँको सही कुरा हो। अब देशमा नेपालमा जान चाहनुहुने राम्रोसँग सेवा सुविधा गरेर जानु होला। भोटको लागि हाल्न फागुन 21 गते राम्रोसँग काम गर्न चाहनुहुन्छ भने उहाँलाई छानेर भोट हालिदिनु होला। यही चिज भनेर हामीले कुनै तोकिदिने छैनौँ। कस्तो लाग्छ यो भिडियो हेरेर सबको सेयर गर्नु होला। उहाँको माया नमार्नु होला भनेर उहाँसँग परिचय तपाईँको कुरा दिनु भन्नुहोस्। मैले यसरी बोलेको भने मैले भनेको मात्रै हो। जो देशको विकासको लागि अगाडि बढ्नको लागि चाहिँ जति चाहिँ राम्रो काम गर्छ त्यसलाई चाहिँ आफ्नो राम्रोलाई चाहिँ धर्नुपर्छ भन्ने सबैको जस्तो हुनुपर्छ। सबैले चाहिँ हामीले हेरेर आएको अहिलेसम्म नेपाली नेकपा नेपाली नेपाल कम्युनिस्ट पार्टी माओवादी के अरे राजसरकार सबै हामीले मानेर आएका हौँ। अझै पनि देश र कालीपेटको विशेष गरी कालीपेट चाहिँ विकासको लागि चाहिँ जसले चाहिँ राम्रोसँग केही गर्छ भन्ने लाग्छ त्यसको लागि चाहिँ तपाईँ सबैले चाहिँ गरेर जानु होला। जसमा आफ्नो हिसाबले चाहिँ हाल्नु होला। अरू बाँकी हाम्रो जान्नु चाहिँ हाम्रो यहाँको गाडी दुन र महिलाको उयो भाडा दुन रोड पछाडि आउनु खाली हुँदैन। अरू हामीले भाडा दुने काम गाडी दुने काम नेपाल पाइदियो भने आउनु छोड्नु। अब रोजगार नदिएर रोजगार नभएर हामीले आयौँ। अब भोट पाइदिनु हाल्यौँ। पछाडि अब बाँचेपछि आएर पनि हालौँ। लामै गयो कोही त पैसा आइज लगाउँछ। उहाँले भन्नुभयो धन्यवाद छ। उहाँसँग छोटो मिठो समयमा कुराकानी गर्न पायौँ। हामीले पनि धेरै खुसी छौँ। हजुरसँग अब कुरा भयो। आज हाम्रो नेपालमा बस जाँदैछ। कतिसम्म छोडिएको थाहा होला जानकारी आजको वस्तु लिएर भने नेपाली टाइम अनुसार चाहिँ हामीले जाने भन्ने अब यहाँको इन्डियन टाइम अनुसार म हेर्छु टाइम त थाहा पनि हेरेर होला। 7 बजी लागिसक्यो। अहिलेसम्म सामान क्या गएको छैन। आज धेरै सानो भएको हुनाले अब हामी टाइम लाग्न सक्छ। लग्न सक्छ। नत्र लङ टाइम यति घुमिने हजुर नेपालका कानुन दै बेला जानु भारतमा पनि यस्तै छ। हजुर उल्टो त बल्ल गएर गाईको यहाँ पूजा त हामी नेपालीको पूजा छैन यी ठाउँमा। बिहान भनौँ भने मुख्य गरी हो भने धेरै काम पुगेरी भने राजा त्यही छ। बिहान दिनु अनुरोध यति धन्यवाद उहाँसँग अब आज भारतदेखि नेपालसम्म जाँदैछन् होइन। चुनावको बारेमा उसको चुनावको बारेमा फागुन 21 गते चुनावको लागि जाँदैछन् भने भोट हाल्छन्। भिडियो बनाउँदा कस्तो भन्दाखेरि हामीले देश विदेशमा गएर बसेर हामीले राम्रो काम गर्न चाहन्छौँ भन्नुहुन्छ कि हामीले भारतबाट नेपालमा पठाउने चुनावको लागि पठाउँदैछौँ।
बसिहाल्ने के गर्ने पार्टी दल छैन मान्छे भन्नुभयो उहाँलाई पनि धन्यवाद छ। अब उहाँको चाहना के छ राजा त घुम्न राजा मान्छे भन्ने कुरा बुझ्नुपर्छ तपाईँले हजुरले उहाँले घुम्दै भनेर अब उहाँबाट पनि धन्यवाद चलाउनुपर्छ। आज हाम्रो भारतले नेपालसम्म जाने चाहनुहुन्छ भने सेवा सुविधा कस्तो छ भनिदिनु सामान हालेपछि राम्रोसँग जान्छ होला होइन। भिडियो हेरेर साथ दिनु होला। हाम्रो यो बस अहिले जाँदैछ नेपाल लोटियासम्म। नेपाल भारतदेखि मुनिबाट जाँदैछ।